सो वन्स अगेन वेलकम ब्याक, स्वागत छ तपाईँलाई आजको हाम्रो फेरि अर्को नयाँ भिडियोमा। र हजुरहरूकै रिक्वेस्ट थियो कि हाम्रो रिकन्डिसन हाउसको पनि भिडियो ल्याइदिनु पर्यो भनेर। सो यही कारणमा म चाहिँ आइसकेँ हाम्रो चितवनको भरतपुरमा रहेको न्यू युनिक रिकन्डिसन हाउसमा है त। सो आज चाहिँ हामीसँग चाहिँ टन्नै नयाँ नयाँ स्टकहरू झरिसकेको छ। N160, NS400 होइन, सो MT15, ड्युक 200, डोमिनार र अस्ति साथीहरूले सोध्दै हुनुहुन्थ्यो रोनिन होइन, टिभीएसको रोनिन पनि रहेको छ है त। सो हाम्रो चाहिँ टोटल तपाईँको 3टा सोरुम रहेको छ होइन, र 3टै सोरुममा चाहिँ तपाईँको बाइकको स्टक काउन्ट गर्ने हो नि मोर देन 235 235वटा भन्दा बढी बाइकहरू हामीसँग रहेको छ त। सो यदि तपाईँहरू पनि जस्तो बाइक लिन चाहनुहुन्छ नि एनी बजेटको होइन, डेफिनेटली हामीलाई कल गर्नुहोस्। हामीसँग स्टक यहाँ नभए पनि अरू हाम्रो तल पनि छ, माथि पनि 3टा सोरुममा चाहिँ टन्न स्टक रहेको छ है त। चलाइ अब चाहिँ हाम्रो सोरुममा कुन कुन बाइकहरू छ र कुन कुन मोडलको होइन, तिनीहरूको प्राइस के छ एकदम म तपाईँहरूलाई चाहिँ छोटकरीमा जानकारी दिनेछु है त। सो यदि तपाईँहरू पनि सेकेन्ड ह्यान्ड बाइक लिने प्लानिङ गर्दै हुनुहुन्छ भने डेफिनेटली हाम्रो न्यू युनिक रिकन्डिसन हाउसमा चाहिँ भिजिट गर्नु होला है त। साथीहरू अब चाहिँ म तपाईँलाई हाम्रो न्यू युनिक रिकन्डिसन हाउसको ओनर प्रदीप सरलाई भेटाउन जाँदैछु। प्रदीप सर नमस्ते। हजुर नमस्कार। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। हजुर प्रदीप सर हुनुहुन्छ? एकदम ठिक छ। ल आज चाहिँ टन्नै स्टक राख्नु भएको रहेछ होइन? हजुर। सो एकदम मिलाएर प्राइस भनिदिनु होला है हाम्रो भ्युअरहरूलाई। हुन्छ हुन्छ। ढिलो नगरी सुरु गरौँ है प्रदीप सर। हुन्छ हुन्छ। सो यहीँबाट सुरु गरौँ है सर। हजुर। सो यो चाहिँ हाम्रो केटिएमको RC 200, जसलाई अलिकति स्पोर्ट्सी बाइक मनपर्छ उहाँहरूको लागि है त सर? हजुर। बाइकको बारेमा थोरै भनिदिनु। 2017 मोडलको सर। हजुर। अब हामीसँग धेरै स्टक बाइकहरू छ होइन, त्यही भएर लामो समय लाग्थ्यो सबै डिटेल्सहरू भन्नलाई। म मोडल र प्राइस चाहिँ भनिदिन्छु है सर। यो चाहिँ 2017 मोडलको सर। हजुर। यसको प्राइस चाहिँ हामीले 2,25,000 कोड गरेका छौँ। 2 लाख पनि डिस्काउन्ट हुनेछ। 2,25,000। सो यदि तपाईँहरूले चाहिँ बाइक इन्ट्रेस्टेड हुनुहुन्छ भने पर्सनली हाम्रो प्रदीप सरलाई कल गर्नुहोस्, म उहाँको WhatsApp नम्बर दिन्छु होइन। उहाँले चाहिँ तपाईँलाई पर्सनली 1 by 1 बाइकहरूको बारेमा होइन सक्दो जानकारी दिनुहुन्छ है त। अल राइट। सो लेट्स गो। अब हामीसँग रहेको छ NS200। यो 2021 मोडलको सर, ABS FI-मा हो। ABS FI। हजुर। यसको प्राइस चाहिँ हामीले 2,35,000 कोड गरेका छौँ। 2,35,000 है त। हजुर। ल ठिक छ। ल अर्को आयो FZS। यो 2021 मोडलको हजुर। FZS V3। यसको प्राइस चाहिँ हामीले 2,10,000 कोड गरेको छ। अलराइट। यो पनि तपाईँको BS6 FI इन्जिन, ABS ब्रेक सबैमा हुने। हजुर। यो 21 मोडलको भयो। त्यस्तै गरेर हामीसँग बेनेली 150cc मा TNT-मा रहेको छ, FI इन्जिन हो सर। यसको प्राइस चाहिँ हामीले मात्र 1,50,000 कोड गरेका छौँ। वाह, ल कलर पनि मिठो छ है त। MT15 छ सर होइन? हजुर सर। टक्क मिलाएर भन्नुहोस् त सर। यो चाहिँ 2022 मोडलको हो सर। हजुर। अब अहिले यङ जेनेरेसनहरूले एकदम मन पराएको बाइक हो है, एकदम मन पराउने बाइक हो। यसको प्राइस चाहिँ हामीले 3,35,000 कोड गरेका छौँ। 3,35,000 है त। हजुर। र यो चाहिँ हाम्रो V1 हो साथीहरू होइन, डुअल च्यानल ABS, लिक्विड कुल सबै आउँछ क्या एकदम। यो बाइकको बारेमा त भन्नै पर्दैन है त। हजुर। सो नेक्स्ट हामीसँग रहेको छ त्यस्तै गरेर यो 23 मोडलको सर। हजुर। यसको चाहिँ हामीले 3,90,000 कोड गरेका छौँ। ल दामी दुईटा रहेछ, छानी है त। र अब चाहिँ जो मान्छेलाई अलिकति KTM ड्युक 200 चढ्न मन छ, हामीसँग 1 पिस छ। र प्रदीप सर यसको बारेमा थोरै भनिदिनुहोस्। यो चाहिँ 2024 मोडलको हो सर। हजुर। यसको प्राइस चाहिँ हामीले 5,10,000 कोड गरेका छौँ। एकदमै। र प्राइसको चाहिँ चिन्ता नलिनु है, प्रदीप सरले सकेसम्म मिलाइदिनुहुन्छ है त। हजुर। र नेक्स्ट हामीसँग रहेछ, हाम्रा साथीहरूले एकदम सोध्दै हुनुहुन्थ्यो टिभीएसको रोनिन छ कि छैन भनेर। र हामीसँग चाहिँ टिभीएसको रोनिन आइसकेको छ ब्युटिफुल ओरेन्ज कलरमा। प्रदीप सर सो प्लिज यसको बारेमा तपाईँको 23 मोडलको हो। अलिकति सोरुम स्टक परेर त्यो उहाँले लिनुभएको चाहिँ त्यही 1 वर्ष जति भयो। हजुर। जेन्युन 16,000 किलोमिटर चलेछ। हजुर। यसको प्राइस चाहिँ हामीले 3,45,000 कोड गरेका छौँ है। कलर एकदम चमचमाउँछ। 3,45,000 नयाँ तपाईँको लगभग 4,60,000 पर्यो। हजुर हजुर। त्यसमा तपाईँको नामसारी इन्सुरेन्स गर्दा एक्स्ट्रा खर्च हुन्छ सर होइन? हजुर हजुर। सो बाइकको बारेमा भन्नुपर्दा एकदम टुरिङ गर्नलाई दामी हुन्छ, सस्पेन्सन राम्रो छ, डुअल च्यानल ABS। बाइकको बारेमा त के भन्नु है त, एकदम राम्रो रहेको छ त। ल हाम्रो 2021 मोडलको डोमिनार रहेछ। हजुर। डोमिनार 250 रहेको छ। 250 हो यो? हजुर। यो चाहिँ उतापट्टिको चाहिँ 400 हो, ग्रिन कलरको चाहिँ। 250 त अहिले सोरुममा पाउन नि गाह्रो छ नि त। हजुर हजुर। हो सर। ल मिलाएर दिनुपर्छ है त। एकदम भइहाल्छ। ब्ल्याक कलरमा रहेको छ। ल सर यो चाहिँ हामीले 2,60,000 कोड गरेका छौँ, त्यसमा नै डिस्काउन्ट हुनेछ है। यहाँ आएर बाइक हेर्नुहोस् होइन, टेस्ट राइड हुनुहोस्, प्रदीप सरले सक्नेसम्म मिलाइदिनुहुन्छ। र जसलाई चाहिँ अलिकति यो चाहिँ 400 भन्नु भएन सर? हजुर। ल हाई-सीसीको बाइक चढ्न मन छ भने हामीसँग डोमिनार 400 पनि रहेको छ ग्रिन कलरमा। सर यसको बारेमा थोरै भन्नुहोस्। यसको चाहिँ प्राइस हामीले 21 मोडलको हो। हजुर। 3,20,000 कोड गरेका छौँ। 3,20,000 है त। सो नेक्स्ट हामीसँग रहेको छ बजाजको N160 UG1 होइन त प्रदीप सर? हजुर सर। ओके ल भन्नुहोस् त सर बाइकको बारेमा। यो चाहिँ 2023 मोडलको हो सर। यसको प्राइस चाहिँ हामीले 2,60,000 कोड गरेका छौँ। 2,60,000 ओके। 160cc को इन्जिन हुन्छ, तपाईँको डुअल च्यानल ABS आउँछ, प्रोजेक्टर लाइट होइन, एकदम राम्रो रहेको चलाउनको लागि। र अर्को चाहिँ हामीसँग रहेको छ एकदम बबाल बजाजको NS400। हजुर सो व्हाइट कलरमा। भन्नुहोस् त दाइ यसको बारेमा थोरै। यो चाहिँ 2024 मोडलको हो सर। हजुर। अब यसको प्राइस चाहिँ हामीले
3,60,000 कोट गरेका छौँ 3,60,000 2024 मोडलको। ल हेर्नुहोस् कन्डिसन हेर्नुहोस् A1 कन्डिसन रहेको छ। यो चाहिँ अलिकति हाई सीसीको बाइक होइन, जसलाई अलिकति स्पोर्टी बाइक मनपर्छ उहाँहरूको लागि दामी रहेको छ। डुअल च्यानल एबिएस, लिक्विड कुल 6 गियर सबै आउँछ र नयाँलाई त लगभग अहिले 5,57 लगभग 6 लाखै भेट्यो होइन? 6 लाखै भेट्यो यताउता गरेर है हजुर। त। ठिक छ, अर्को यो चाहिँ हाम्रो 2023 मोडलको हो NS200 NS200। यो चाहिँ तपाईँको 3,35,000 कोट गरेका छौँ। ल FI ABS सबै चाहिन्छ सर। हजुर। ल ओके, सो नेक्स्ट अगेन हामीसँग त्यस्तै गरेर NS200 हामीसँग 24 मोडलको NS200 रहेको छ। हजुर। यसको प्राइस चाहिँ हामीले 3,60,000 कोट गरेका छौँ। 3,60,000 है। सो अगेन रेड कलरमा आएको छ, ब्युटिफुल कलर यार। हजुर। र यो पनि 200 होइन हो? हो 200 हो 2021 मोडलको हो सर। रेड कलरमा रहेको छ, एबिएस एफआईमा हो। यसको सरी यो कार्बोरेटरमा है सर। ए, ओके, एबिएस चाहिँ छ, कार्बोरेटर इन्जिनमा हो। यसको प्राइस चाहिँ हामीले 2,30,000 कोट गरेका छौँ। 2,30,000 ओके। सो यो बाइकको बारेमा थोरै यो चाहिँ 2018 मोडलको हो सर 220। यसको प्राइस चाहिँ हामीले 1,65,000 कोट गरेका छौँ। ल ठिक छ। सो अर्को रहेको छ हाम्रो त्यस्तै गरेर हामीसँग रहेको छ यो 2018 मोडलको 150 टिडी हो सर। ट्विन डिस्कमा है। हजुर। ल भन्नुहोस् सर। यसको प्राइस चाहिँ हामीले 1,40,000 कोट गरेका छौँ। 1,40,000। ल नेक्स्ट त्यस्तै गरेर यो 22 मोडलको एस कनेक्ट BS6 इन्जिनमा रहेको छ, या यामाहाको याफ्टेड भर्जन 3। यसको प्राइस चाहिँ हामीले तपाईँहरूलाई यो 2,50,000 कोट गरेका छौँ। ओके। सो यो चाहिँ एक्स कनेक्ट के हो भन्दाखेरि यसमा चाहिँ तपाईँको यो यहाँबाट चाहिँ लक लगाउन मिल्छ कि समथिङ त्यस्तै हुन्छ है। हजुर। एबिएस ब्रेकहरू सबै आउँछ, एफआई इन्जिन त भइहाल्यो, एकदम माइलेज र कम्फर्टको लागि राम्रो हुन्छ। ओके सर नेक्स्ट यो चाहिँ 2020 मोडलको सर। यसको चाहिँ हामीले 2,05,000 कोट गरेका छौँ। मात्र 2,05,000मा एफजेटेसको भर्जन 3 चढेर जान सक्नुहुन्छ है त। हजुर। ओके। सो नेक्स्ट त्यस्तै हामीसँग गरेर हामीसँग यो 2019 मोडलको हो सर। यसको चाहिँ हामीले 1,80,000 कोट गरेका छौँ। मात्र 1,80,000मा भर्जन 3 चढेर जान सक्नुहुन्छ साथीहरू। यामाको चलाउन सजिलो, माइलेज दिने। ल हेर्नुहोस् हामीसँग चाहिँ यति छ, छानी लान सक्नुहुन्छ है त। हाम्रो 2015 मोडलको हजुर। सिङ्गल ओनरले चलाउनु भएको एकदम राम्रो कन्डिसनमा रहेको छ। यो होन्डाको डियोको त अहिले मार्केटमा एकदम डिमान्ड छ, रिसेल भ्यालु पनि छ। यसको प्राइस चाहिँ हामीले 1,05,000 कोट गरेका छौँ। सर यो 110 सीसी होइन? हजुर सर, 110 सीसी है त। ओके। त्यस्तै गरेर यो पनि एकदम 14 मोडलको एकदम जेन्युन कन्डिसनमा रहेको छ। यसको चाहिँ हामीले 95,000 कोट गरेका छौँ। यो पनि 110 के होइन त? हजुर। ओके। यो त्यस्तै गरेर 2018 मोडलको ना 54 को रहेको छ। त्यसको प्राइस हामीले 1,35,000 कोट गरेका छौँ। अलराइट। सो आयो ग्राजिया। त्यस्तै गरेर यो 2022 मोडलको हो, एबिएस सरी एएफआई इन्जिनमा रहेको छ। यसको प्राइस चाहिँ हामीले 2,05,000 कोट गरेको यो छ। चाहिँ 125 को होइन त पर्दैछ? हजुर। र यो चाहिँ सोरुममा डिस्कन्टिन्यू भइसक्यो, तपाईँले खोजेर पनि पाउनुहुन्न होइन? हजुर। सो आउनुहोस् हाम्रो सोरुममा होइन, यहाँ चाहिँ वान पिस आइसकेको छ ग्राजिया। ल अलिकति अब जसलाई अलिक स्पोर्टी नेचरको स्कुटर चाहिन्छ 125 सीसीको एन्टरको आइसकेको छ। ल पर्दै सर। यो चाहिँ सर हाम्रो 2022 मोडलको हो। हजुर। यसको प्राइस चाहिँ हामीले 2,10,000 कोट गरेका छौँ। यो चाहिँ हाम्रो RTFI वाला है, डिस्क ब्रेक पनि आउँछ, LED हेडलाइट सबै आउँछ। अलराइट। सो नेक्स्ट सर यो चाहिँ 2023 मोडलको हो सर। रेस अब XP। हजुर टप भेरिएन्टमा हो। अब एक्सपी एन्टरको बारेमा त अहिले मैले मार्केटमा कस्तो चलिरहेको भन्नै पर्दैन। हजुर। यसको प्राइस चाहिँ हामीले 2,35,000 कोट गरेका छौँ। ओके। सो यो ब्ल्याक कलरको सर यो चाहिँ 2019 मोडलको हो सर। यसको 1,55,000 कोट गरेका छौँ। ठिक छ। नेक्स्ट त्यस्तै गरेर त्यो 2020 मोडलको हो। यसको प्राइस चाहिँ हामीले 1,60,000 कोट गरेका छौँ। 1,60,000 है त। ल ठिक छ। 2021 मोडलको हो सर। यसको प्राइस चाहिँ हामीले 1,75,000 कोट गरेका छौँ। अलराइट। सो आइसक्यो हामीसँग यामाको रेजेटार। हजुर। भन्नुहोस् सर यसको बारेमा। यो चाहिँ 2023 मोडलको हो सर। सरी यो 2021 मोडलको हो। ओके। यसको प्राइस चाहिँ हामीले 1,75,000 कोट गरेका छौँ। यो चाहिँ हाम्रो 125 सीसीको हुन्छ है, राम्रो छ, एफआई हुन्छ। ओके। सो नेक्स्ट आएको छ SR 125 अप्रिलाको। यो चाहिँ 2021 मोडलको हो। यसको प्राइस चाहिँ हामीले 170 कोट गरेका छौँ। ल यो चाहिँ अलिकति स्पोर्टी हुन्छ कि, चक्काहरू ठुल्ठुलो डिस्क ब्रेक सबै आउँछ। र अगेन हामीसँग यो 125 के SR रहेको छ सिल्भर कलरमा। हजुर। यो चाहिँ 2022 मोडलको। यसको प्राइस चाहिँ हामीले 1,80,000 कोट गरेका छौँ। ओके। सो स्ट्रोम आएको छ, यो पनि अप्रिलाको हो, 125 सीसीको हुन्छ यो पनि। हजुर हजुर। डिस्क ब्रेक हुन्छ। यो नि 2021 मोडलकै हो। हजुर। यसको प्राइस चाहिँ हामीले 1,50,000 कोट गरेका छौँ। अलराइट। 2018 मोडलको डियो हो। यसको प्राइस चाहिँ हामीले 1,35,000 कोट गरेका छौँ। ओके। सो ग्रिन कलरमा ल डियो। यो चाहिँ 2023 मोडलको हो सर। यसको प्राइस चाहिँ हामीले 2,00,000 कोट गरेका छौँ। सो यो चाहिँ DX 23 डिजिटल मोडलको है, मिटर वाला है। DX, ल ठिक छ। त्यसपछि यो सर यो चाहिँ 2024 मोडलको अहिलेको यो BS6 इन्जिनमा हो। 110 सीसीको एफआई इन्जिनमा रहेको छ। ओके। यो चाहिँ हामीले अहिले तपाईँहरूलाई
यो 2,25,000 दिन सक्छौँ। ओके सो एभिएटर आएको छ होन्डाको, तपाईँको निकै चलाउन सजिलो कम्फर्टेबल। हजुर यो चाहिँ 2018 मोडलको, Silver यो color। चाहिँ हजुरहरूलाई आउँछ 1,20,000 आउँछ। ओके सो नेक्स्ट त्यस्तै गरेर यो 2017 मोडलको, यो चाहिँ 1,10,000 आउँछ होन्डाकै एभिएटर हो। तो नेक्स्ट हामीसँग रहेको छ बजाजको N125 125 सीसीको बाइक हो। यो चाहिँ निकै नै चलाउन सजिलो हुन्छ, माइलेज पनि गजबको दिन्छ 50-55 को डिजिटल मिटर गियर पोजिसन। प्रदीप सर यसको बारेमा थोरै दिनु। 2025 मोडलको हो सर। हजुर अब यो अहिले मार्केटमा एफआई इन्जिनमा 125 या 125 अहिले मार्केटमा राम्रै चलिरहेको छ। यसको प्राइस चाहिँ हामीले 2,45,000 कोट गरेको छ। ल 2,45,000मा चाहिँ यो बाइक चढेर जान सक्नुहुन्छ। र जो अलिकति अफरोड टाइपको बाइक लिन चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ यो रहेको छ होन्डाको 150 होइन XR 150। हजुर सो यसको बारेमा थोरै भनिदिनु सर। यो चाहिँ 2018 मोडलको हो सर। यसको प्राइस चाहिँ हामीले 2,90,000 कोट गरेका छौँ। 2,90,000 है त। र यो चाहिँ हाम्रो हिरोको तर्फबाट आउने Xpulse 200 सीसी को रहेको छ। यसको बारेमा थोरै सर। यो चाहिँ सर हाम्रो यो 2021 मोडलको, यसको प्राइस चाहिँ 2,25,000 कोट गरेका छौँ। यो चाहिँ हाम्रो 2012 मोडलको हो। यसको प्राइस चाहिँ हामीले मात्र 90,000 कोट गरेका छौँ। 90,000 है त। ल ठिक छ। फ्यासिनो आएको छ यामाको, यो 51 लटको 17 मोडलको फ्यासिनो हो सर। यसको प्राइस हामीले 85 दिन सकिन्छ। मात्र 85,000 है त। ल ठिक छ। अर्को महिन्द्राको यो महिन्द्राको गस्टो रहेको छ 2016 मोडलको, यो 70,000 मा आउँछ मात्र। मात्र 70,000। एभिएटर आएको छ। ल यो 2018 मोडलको एभिएटर रहेको छ। यो चाहिँ तपाईँको मात्र 1,20,000 मा आउँछ। 1,20,000 मा। बाइ द वे यो चाहिँ एलइडी वाला रहेछ यार, हेडलाइट दामी है त। ओके यो 15 मोडलको होन्डाको एभिएटर हो। यो पनि 1,05,000 आउँछ। ल ठिक छ। ग्राजिया सर। हजुर यो नि 2021 मोडलको हो सर। यो चाहिँ 1,90,000 आउँछ। एफआई इन्जिनमै रहेको छ। यो चाहिँ छानी छानी। ल अगेन ग्राजिया यो पनि 2022 मोडलकै हो। यसको प्राइस चाहिँ 2,05,000 कोट गरेका छौँ। ल ठिक छ। अगेन त्यस्तै गरेर हामीसँग यो रहेको छ 2020 मोडलको होन्डाकै ग्राजिया है, BS4 इन्जिनमा हो। हजुर यसको प्राइस 1,50,000 कोट गरेका छौँ। Alright, यो चाहिँ 2021 मोडलको सर, Single सिंगल डिस्कमा रहेको छ। यसको प्राइस हामीले 1,75,000 कोट गरेका छौँ। ल त्यसपछि 125 सीसीमा टिभीएस को रेडर एकदम माइलेज यो दिने 22 मोडलको हो सर। 2022 को 22 मोडलको। ओके ल भन्नु। यसको प्राइस हामीले 1,80,000 कोट गरेका छौँ। 1,80,000 है त। ल यो चाहिँ यामाको फेजर, यो चाहिँ कति सीसी को यो? सर यो 2018 को हो। झिक्न चाहिँ उहाँले 19 मा झिक्नु भएको रहेछ। यो वाल्मिकीको बोर्डिङमा पढाउने जेन्युन पर्सनले चलाउनु भएको, टिचरले चलाउनु भएको बाइक हो। 18 मोडल भयो भने एकदम A1 कन्डिसनमा छ। सोरुमबाट निकाल्दा जस्तो कन्डिसन हुन्छ नि एकदम जतन गरेर चलाउनु भएको रहेछ। अब हजुर कति राख्नु भएको छ? यसको प्राइस चाहिँ हामीले अहिले 2 लाख राखेका छौँ। बाल हेर्नुहोस् यामाको FZ फेजर है त। हजुर ठिक छ। र यो भेस्पा पनि एकचोटि भ्याइदिइहाल्नु। यो 2018 मोडलको हो सर। यो चाहिँ हामीले 1,35,000 दिन सक्छौँ। यो एभिएटर सर 2022 मोडलको हो। हजुर यो एभिएटर हामीले 1,60,000 कोट गरेका छौँ। ल ठिक छ। यामाको त्यस्तै गरेर यामाको रेजेट हजुर यो मात्र तपाईँको 80,000 मा आउँछ। 80,000 ल ठिक छ। र यो चाहिँ मैले अचाउँ लाग्यो, यो चाहिँ एकदम अगाडि राख्नुपर्ने स्टक हो सर है। यामाको जुम 110 हजुर र 110 सीसी को, र यो यामा भन्ने सर हिरोको है। 110 सीसी को एकदम फुल्ली लोडेड स्कुटरहरूको एफआई इन्जिन त पाइहाल्यो है त। हजुर पर्दे सर कति राख्नु भएको छ सर? यो 2025 मोडलको सर, जम्मा 5500 चलेको छ। यो हामीले अहिले 2,10,000 मा बेच्न राखेको छ। ल ठिक छ। ओके सो नेक्स्ट यो पनि भ्याइदिनु सर। त्यस्तै गरेर यो 2021 मोडलको हिरोको प्लेजर प्लस हो। हजुर यसको प्राइस चाहिँ हामीले 1,20,000 कोट गरेका छौँ। ओके सो एकदम चलाउनलाई कम्फर्टेबल टुरिङ गर्नको लागि मसिन सुजुकीको बर्गम्यान 125 सीसी को, माइलेज पनि दामी दिन्छ। सर यसको बारेमा थोरै। यो सर यो 2020 मोडलको हो। यसको प्राइस हामीले 1,40,000 कोट गरेका छौँ। ल ठिक छ। र त्यसपछि आयो हाम्रो अगेन भेस्पा। हजुर यो भेस्पा 2019 मोडलको हो सर। हजुर यसको प्राइस हामीले 1,65,000 कोट गरेका छौँ। हजुर यो 2019 मोडलको हो सर। हजुर यो हामीले 1,30,000 कोट गरेका छौँ। हामीसँग टन्नै यो लाइन पुरै सुपर हिरोको मात्र छ है। माथि पसलमा र तल गोदाममा गरेर लगभग हामीसँग 20-25 वटा सुपर स्प्लेन्डर छ। स्प्लेन्डर मात्र? हजुर हामीसँग सुपर एकदम धेरै भएको कारणले गर्दा एकदम मिलाएर दिनेछौँ। हजुर र रेट त मिलि नै हाल्नेछ है। हजुरहरू आउनु होला, बाइक चलाएर हेरेर चित्त बुझ्यो भने कारोबार गर्न सक्नुहुनेछ। ओके सो के भन्ने प्राइसहरू एकचोटि सर र भनिदिनु के गर्नुपर्छ? हजुर प्राइस चाहिँ यो 2012 मोडलको सर। यो स्प्लेन्डर हजुर यो 80,000 मा आउँछ। ल ओके त्यस्तै गरेर सर यो 2012 मोडलकै हो। हजुर यो तपाईँहरूलाई 80,000 मै आउँछ। अल राइट। त्यस्तै गरेर 2017 मोडलको यो 1,10,000 आउँछ। ओके
हजुर यो कलर चाहिँ दामी रहेछ ल। त्यस्तै गरी 2017 मोडलको हो यो पनि 1.10 सम्म आउँछ 1.10 ल ठिक छ। हजुर स्प्लेन्डर अगेन त्यस्तै गरी यो 2019 मोडलको यो 1.35 सम्म आउँछ। अल राइट। त्यस्तै गरेर तपाईँको यो 2022 मोडलको हो सर अँ। यो चाहिँ तपाईँको 1,65,000 सम्म आउँछ। ओके सो नेक्स्ट यो त्यस्तै गरेर यो पनि 2019 मोडलको यो नि 1.35 सम्म आउँछ। ओके त्यस्तै गरेर यो पनि तपाईँको 2015 मोडलको हो यो तपाईँको 1,05,000 मा आउँछ। ओके सो नेक्स्ट त्यस्तै गरेर तपाईँको यो 2019 मोडलको हो यो चाहिँ 1,30,000 सम्म आउँछ। ओके त्यस्तै गरेर यो छ तपाईँको 18 मोडलको हो हजुर यो चाहिँ 1,25,000 को यसमा डिस्काउन्ट त अब सबैमा मिल्छ। भइहाल्छ। त्यस्तै गरेर यो पनि 19 मोडलको एकदम एउटा जेन्युन पर्सनले चलाउनु भएको बुढो मान्छेले जतन गरेर चलाउनु भएको छ यो नि 1.35 सम्म आउँछ। यो चाहिँ 2022 मोडलको हो सर हजुर एबिएसमा हो यो चाहिँ हामीले तपाईँहरूलाई 2,60,000 सम्म दिन सक्छ। पल्सर 220 है त अगेन 220 त्यस्तै आइन्छ। गरेर 2021 मोडलको हो सर यो चाहिँ 2,30,000 सम्म आउँछ। अल राइट सो नेक्स्ट हामीसँग हजुर यो चाहिँ 21 मोडलको टिडी हो सर यो चाहिँ ट्विन्डिक्स वाला है त पल्सर 150। पल्सर 150 यो चाहिँ हामीले 1,75,000 मा दिन सक्छ। ओके ल ठिक छ। यामाको एफजी यो चाहिँ तपाईँको फर्स्ट लट हुनुपर्छ यार। यो चाहिँ मात्र 75,000 मा आउँछ। 75,000 है त हजुर। निकै चलेको बाइक हो पहिलाको यार। ल यो 2020 मोडलको हो सर ल अपाचे आरटीआर 200 है यो चाहिँ तपाईँको 200 सीसी कै हजुर हजुर 2020 मोडलको हो यसको प्राइस चाहिँ हामीले मात्र 1,75,000 175 है त। ओके यो 2018 मोडलको हो सर यसको प्राइस 1,35,000 कोड गरेको छ। यो चाहिँ आरटीआर 160 है साथीहरु रेड कलरमा है त। अगेन यो पनि हाम्रो आरटीआर 160 अपाचे हजुर हजुर यो 2019 मोडलको यो 1,45,000 कोड गरेको छ। ल ठिक छ। त्यस्तै गरेर यो हाम्रो 2016 मोडलको होन्डा यो हजुर होन्डाको साइन यसको प्राइस चाहिँ हामीले 1,15,000 कोड गरेको छ। ल यो चाहिँ 125 सीसी को चाहिँ साथीहरु होन्डाको बाइक है। त्यस्तै गरेर हाम्रो 2024 मोडलको अहिलेको सोरुममा पाइने प्रोडक्ट यो तपाईँको BS60 FI इन्जिनमा रहेको छ साइन एसपी 5 गियर वाला हो यसको प्राइस चाहिँ हामीले तपाईँको 2,45,000 कोड गरेको छ। अल राइट ठिक छ। त्यस्तै गरेर एसपी साइन 2019 मोडलकै यो 1,30,000 कोड गरेको छ। ल अल राइट त्यस्तै गरेर 2021 मोडलकै साइन रहेको छ यो 1,65,000 कोड गरेको छ। ओके त्यस्तै गरेर 21 मोडलकै साइन रहेको छ यो पनि 1,70,000 कोड गरेको छ। 18 मोडलको डिस्कभर रहेको छ हजुर 125 सीसी को 125 सीसी को यो 90,000 मा आउँछ है। ल अगेन डिस्कभर त्यस्तै गरेर यो 2013 मोडलको सर हजुर यो 65,000 मा आउँछ। 65,000 है त। हजुर ल हामीसँग अब लास्ट पिस रहेको छ यो हिरोको एक्सट्रिम हो सर हजुर यो तपाईँको 95,000 सम्म आउँछ। यो कति सीसी 16 मोडलको हो सर तर एकदम बवाल कन्डिसन छ क्या सिंगल ल्यान्ड हो। कति सीसी को छ सर यो 150 सीसी को। सो हाम्रो ग्राहकहरूलाई चाहिँ अब न्यू युनिक रिकन्डिसन हाउसले चाहिँ आफ्टर बाइक गरेपछि चाहिँ के सेवा सुविधाहरू दिनुहुन्छ एकचोटि छोटकरी भन्नु है। सर्वप्रथम त नमस्कार हजुर हाम्रो जति पनि ग्राहकहरू हुनुहुन्छ नि हजुरको DFM सुशील च्यानल हेरेर आउने ग्राहकहरूलाई त हामी झन् विशेष छुट दिनेछौँ होइन। सम्पूर्ण हाम्रो न्यू युनिक रिकन्डिसन हाउसमा आएर खरिद बिक्री गर्ने ग्राहकहरूको लागि चाहिँ हामीले चाहिँ जसले हाम्रो पसलबाट बाइक खरिद गरेर लानुहुनेछ नि उहाँहरूलाई हामीले मोडेल अनुसार 3 महिना 6 महिना 1 वर्ष 1.5 वर्ष 2 वर्षसम्मको इन्जिन वारेन्टी दिनेछौँ। र त्यस्तै गरेर हाम्रो बाइक खरिद गरिसकेपछि बाइक तथा स्कुटर खरिद गरिसकेपछि उहाँहरूलाई हामीले 3वटा सर्भिसिङ फ्री दिनेछौँ र एउटा नयाँ हेलमेटको व्यवस्था गर्नेछौँ। ओके अनि प्रतिशत एउटा कुरा अझै सोध्नु मन लाग्यो यो डेलिभरीहरू हुन्छ कि एकचोटि धेरै साथीहरूले सोध्नुहुन्छ कि होइन हुन्छ डेलिभरी हुन्छ होइन उहाँहरूले भिडियो कल मार्फतबाट अनलाइन मार्फतबाट बाइकको बारेमा सबै बुझेर उहाँहरूले बुकिङ गरिदिनु भयो फिक्स गर्नुभयो भने हामीले जहाँ पनि डेलिभरी गर्न सक्नेछौँ। अनि फाइनेन्सहरू त स्टिल सुरु भएको छैन? फाइनेन्स यस्तो छ सर फाइनेन्स चाहिँ हाम्रो बजाजको हजुर 21 मोडलभन्दा माथिको 20-21 मोडलभन्दा माथिको बजाजको र तपाईँको बुलेटहरू रोयल इनफिल्ड त्यसपछि गएर KTM को प्रोडक्टहरूमा चाहिँ फाइनेन्सको सुविधा हुन्छ। त्यसको लागि चाहिँ एकचोटि तपाईँलाई कल गरेर बुझ्दा भयो है त। हजुर हजुर ओके ठिक छ। अब त्यसपछि अब सर अरू यो लिँदाखेरि यो बाइकहरू खरिद गर्दा चाहिँ यहाँ लाइसेन्स के अनिवार्य हुने हो के छ एकचोटि भन्नु? होइन अब यस्तो सेकेन्ड ह्यान्डमा लाइसेन्स अनिवार्य त छैन अब फाइनेन्स गर्दा चाहिँ लाइसेन्स अनिवार्य छ। अब तपाईँको आफ्नो सेफ्टीको लागि लाइसेन्स भएको राम्रो हो सर होइन। हामी नै सकेसम्म लाइसेन्स भएकैसँग कागज गराउँछौँ होइन। यहाँ चाहिँ हामीले सकेसम्म के भने आफ्नो सेफ्टीको लागि लाइसेन्स बनाएर आएको राम्रो हो। सकेसम्म अब हुँदै भएन भने अब कोही त फेरि बाइक सिकेर पनि भर्खर बाइक लिएर सिकेर
यसो गाउँघरतिर भित्र यसो चलाएर सिकेर जित्छु भन्ने नि हुनुहुन्छ नि त उहाँहरूको लागि पनि त्यस्तो रोकटोक चाहिँ हुँदैन सर होइन किन्न चाहिँ पाइयो है पाइयो तर भइदियो यदि बाइकै चलाउन सक्नु हुँदैन उहाँहरूलाई सिक्न पर्छ भने हामी सिकाइदिने व्यवस्था पनि गर्नेछौँ दुई चार दिन यसो यति नजिकको हुनुहुन्छ भने हामीले बिहान बेलुका कसरी हुन्छ समय मिलाएर हामीले सिकाउँछौँ भने ल ठिक छ अनि अहिले चाहिँ हाम्रो टोटल कति जति स्टक होला सर हाम्रो 3टा सोरुम हाम्रो माथि पसल यहाँ र तपाईँको तल हाम्रो अर्को गोदाम पनि छ होइन त्यहाँबाट नै अलिअलि सेल्स हुन्छ वर्कसप पनि तलै छ हाम्रो अल ओभर गरेर 3टा पसल गरेर लगभग तपाईँको 250 जतिको एराउन्डमा बाइकहरू स्टक छ हजुरहरूले छानी रोजी हजुरहरूलाई चित्त बुझ्यो भने मात्र कारोबार गर्न सक्नुहुनेछ तर एकचोटि चाहिँ सबैजनालाई म न्यू युनिक रिकन्डिसन हाउसमा भिजिट गर्नको लागि एकदम अनुरोध गर्दछु अलेक्स सो ठिक छ म प्रदीप सरको चाहिँ अहिले नम्बरहरू चाहिँ अहिले यहाँ स्क्रिनमा पनि हालिदिन्छु क्या तपाईँले पर्सनली कल गरेर पनि बुझ्न सक्नुहुन्छ प्रदीप सर टाइम दिनुभयो थ्याङ्क यू है हस् धन्यवाद हजुर हस् थ्याङ्क यू सर